यसमा के छ भने क्रिटिकल रियलिजममा चाहिँ फिलोसफीको अप्रोचको कुराहरूमा चाहिँ यो 1970मा चाहिँ भएको छ। जस्तो कि यसमा चाहिँ सोसल साइन्सको कुरा, नेचुरल साइन्सको कुरा, ह्युमेनिटिजको कुराहरू चाहिँ गर्नु भएको छ। यसमा चाहिँ रोय भास्करले चाहिँ। अनि यसमा के भनेको छ भने पछाडि यसको मुख्य फाउन्डेसन प्रिन्सिपलको कुरामा के कन्सेप्टमा के भनेर भनेको छ भने अन्टोलोजिकल रियलिजमको कुरा छ। यसमा अन्टोलोजिकल रियलिजममा चाहिँ यसले चाहिँ के भनेको छ भने हाम्रो सोच, विचार, विश्वास अनि हामीले रियालिटी अवलोकन गर्ने वा नगर्ने कुराहरू होइन, बुझ्ने वा नबुझ्ने त्यो पनि रियालिटी नै हुन्छ भनेर चाहिँ भनेको छ के। अनि त्यसै गरी अर्को यो इपिस्टोमोलोजिकल रियलिटिभिजममा चाहिँ के भन्यो भने हाम्रो बुझ्ने तरिकाहरू अनि हाम्रो यो कल्चर, संस्कृतिहरू, पृष्ठभूमिहरू, हिस्टोरिकल कुराहरू, कन्टेक्स्टहरू चाहिँ हाम्रो दृष्टिकोणले चाहिँ प्रभाव पारेको हुन्छ है भन्ने कुराहरू चाहिँ यसमा गरिएको छ। अ, त्यसै गरी जजमेन्टल रेसनलिटीको कुरामा चाहिँ नलेज चाहिँ जस्तो कि नलेज चाहिँ त्रुटिपूर्ण पनि हुन सक्छ पनि, तर जस्तो कि ओल्डको संसारको बारेमा चाहिँ कसरी तर्कसङ्गत गरेको हुन्छ, यसमा चाहिँ निर्णय गर्न सक्ने सम्भावना हुन्छ भने क्रिटिकल रियलिजमले चाहिँ विभिन्न प्रिन्सिपल, बिलिभहरू को मूल्याङ्कनहरू, आलोचनाहरूलाई चाहिँ इन्फ्लुएन्स गर्दै चाहिँ रियलिटीलाई चाहिँ अझ सही तरिकाले बुझ्न सकियोस् नै त भनेर चाहिँ यसले भन्न खोजेको छ। अनि अर्को रहेको छ अन्टोलोजिकल स्ट्राटिफिकेसनमा चाहिँ अब जस्तो कि यसमा रियलिटीलाई चाहिँ बुझ्दाखेरि चाहिँ के हो त, वाट इज रियलिटी होइन, आफ्नै आफ्नै तरिकाले आफ्नै आफ्नै लेभलले चाहिँ रियलिटीलाई बुझिएको हुन्छ। तर यो चाहिँ एकअर्कासँग चाहिँ अन्तर्क्रिया चाहिँ गरेको हुन्छ, एकअर्कासँग रिलेट चाहिँ हुन्छ है, आफ्नो आफ्नो तरिकाले गरे पनि भन्ने कुरा यसमा गरेको छ। अनि क्याजुअल मेकानिजमको कुरामा चाहिँ यसमा पनि क्रिटिकल रियलिजमले चाहिँ के भन्यो भने इम्पेरिकल, एक्चुअल र रियलको कुराहरू तिनवटा कुरालाई गरेको छ। वाट वी अब्जर्भ एक्चुअल्ली होइन, हामीले चाहिँ जुन हामी अवलोकन गर्छौँ, जुन कुराहरू देख्छौँ भने नि जुन कुरा चाहिँ वास्तवमा हाम्रो घटेको हुन्छ भनिएको छ। र अर्को रियलमा चाहिँ के भन्यो भने जुन चाहिँ कुनै पनि घटनाको पछाडि चाहिँ गहिरो कारण हुन्छ, कुनै पनि घटना घट्छ अथवा केही हुन्छ भने त्यसमा चाहिँ कुनै रिजन चाहिँ हुन्छ भनेर चाहिँ यसमा भनिएको छ। त्यसै गरी अर्कोमा चाहिँ इमान्सपेटरी पोटेन्सियल भन्ने छ। यसमा चाहिँ क्रिटिकल रियलिजमले चाहिँ नर्मेटिक डाइमेन्सनमा पनि यसले बोकेको हुन्छ, लिएको हुन्छ भने जस्तो जसले चाहिँ अब सामाजिक परिवर्तनका कुराहरू, सामाजिक न्यायका लागि एडभोकेसीहरू गर्ने होइन, अनि चाहिँ स्ट्रक्चरहरू पत्ता लगाउने, सोसाइटीलाई चाहिँ यसले योगदान पुर्याउनका लागि चाहिँ एडभोकेसीहरू गर्ने चाहिँ गर्छ भनेर चाहिँ भनेको छ। सुनिरहेछ नि होइन? हजुर मजाले छ। हजुर हजुर। अब एप्लिकेसन इन रिसर्चमा चाहिँ के भनेको छ भने यसमा जस्तो सोसल साइन्सको क्रिटिकल रियलिजमको कुराहरू, यो फ्रेमवर्कको कुराहरू होइन, अन्डरस्ट्यान्डिङको कुराहरू व्यक्तिले चाहिँ जस्तो कि व्यक्तिले सामाजिक जीवनलाई पनि ध्यानमा राखेको हुन्छ। जस्तो अप्ठ्यारो च्यालेन्जहरूलाई, कुनै पनि इभेन्टहरूलाई चाहिँ बुझ्नका लागि चाहिँ एउटा फ्रेमवर्क चाहिँ यसले प्रदान गर्छ, दिन्छ भने जस्तो यसले यसले चाहिँ के भने रिसर्चरलाई चाहिँ अझ गहिराइमा चाहिँ अब्जर्भेसन गर्नलाई चाहिँ इन्फ्लुएन्स चाहिँ गरेको हुन्छ भनेर चाहिँ यसरी यसले भनेको छ। भने जस्तो क्रिटिकल रियलिजम मा के भनेको छ भने यसमा अर्को उसमा रियलिटीलाई चाहिँ फरक फरक स्टडीबाट पनि फरक फरक तरिकाले मेथडहरू आवश्यक पर्छ, यसलाई एक्सेप्ट पनि गर्नुपर्छ। र यसमा चाहिँ अब यो दृष्टिकोणमा चाहिँ के भने मिक्स मेथडको कुराहरू पनि गरेको छ होइन। अनि यसले चाहिँ क्वालिटेटिभ र क्वान्टिटेटिभ को विधिहरूलाई पनि यसलाई पनि मिलाउनु पर्छ भनेर चाहिँ यसलाई चाहिँ क्वालिटेटिभ र क्वान्टिटेटिभको कुराहरू पनि गरेको छ। सोसल फिनोमिनाको कुरा यसलाई पनि समेट्ने गरेको छ होइन। अनि अम, अर्को बेसिक क्रिटिकल रियलिजममा पनि अब यसले यहाँ देखाउन खोजेको, भन्न खोजेको के छ भने ओभरअलमा अब म यसलाई भन्छु।
मार्गरेटर आर्चर यो सबै मैले पढिनँ। मार्गरेटर आर्चर र एनडिक्यू सायर भन्नेले चाहिँ यसमा चाहिँ मेन कुराहरू के भन्नुभएको छ भने चाहिँ जस्तो डेली लाइफमा र डेली जस्तो मान्छेको डेली लाइफ र सोसल प्र्याक्टिकल कुराहरू चाहिँ क्रिटिकल रियालिटीको प्र्याक्टिकल कुराहरूलाई चाहिँ यसले के हो गरे भने चाहिँ बढी जोड दिएको कुराहरू छ होइन। अनि यसले चाहिँ समाजलाई चाहिँ स्ट्रक्चरको कुरा कसरी हुन्छ, व्यक्तित्वहरूमाथि कसरी प्रभाव पर्छ, व्यक्तिहरूले कसरी ती स्ट्रक्चरहरूलाई चाहिँ चेन्ज गर्न सक्छ भन्ने कुराहरूलाई चाहिँ यसले बुझाउन खोजेको छ। अनि त्यसपछि मोर्फोजेनेटिक क्रिटिकल रियलिजमले चाहिँ मेन यसको कोर आइडिया के छ भने चाहिँ सोसल स्ट्रक्चरहरू चाहिँ समयगत अथवा समय अनुसार अथवा प्रक्रियागत अनुसार चाहिँ यसमा चाहिँ जोड दिँदै गइरहेको हुन्छ। हामीले चाहिँ यो चाहिँ दृष्टिकोणले चाहिँ मोर्फोजेटिकको चक्रमा चाहिँ हामी ध्यानलाई चाहिँ केन्द्रित गर्नुपर्छ, जसमा संरचना स्ट्रक्चरकै कुरा आयो, कल्चरको कुरा आयो, एजेन्सीको कुरा आयो होइन। यो चाहिँ एक अर्कामा चाहिँ अन्तर्निहित छ, रिलेटेड छ। अनि यसले चाहिँ सामाजिक संरचना स्ट्रक्चरकै कुराहरूलाई चाहिँ बुझाउन प्रष्ट पार्न चाहिँ कोसिस गरेको छ। सिद्धियो अलिक धेरै फास्ट फास्ट भयो जस्तो छ। कतिको बुझियो बुझिएन, ल साथीहरूले बुझ्नुभएको साथीहरूले पनि यसमा एड गरौँ। अनि मैले चाहिँ यो ऊहरू चाहिँ पाएकै थिइनँ कि यो पढाइ भएको थियो कि थिएन कि छुट्यो कि कहीँ पाइनँ मैले। पढाइ भएको थियो। सन्देश सरले लिनुभएको हो कि यसको ए क्लास। हजुर। ए म अब्सेन्ट रहेछु त्यति बेला। ल कुनै साथीहरू, मैले आफूले बुझे अनुसारको अलिअलि के कति गर्न सकेँ। हजुरहरूले यसो यसमा फिडब्याक दिँदै हजुरहरूले पनि यसमा प्लस गर्नुहुन्छ भन्ने आशा गरेको छु।